आज चाहिँ मलाई चाहिँ मालिकले चाहिँ घाममा ड्युटी खडा गरिदियो त सायद हजुरले सोच्दै हुनुहुन्छ कि यसले चाहिँ फेसबुक बेसी चलाएर घाममा खडा गरिदियो क्या भनेर सोच्दै हुनुहुन्छ होला। मालिकले जे भन्छ त्यही त मान्नै पर्यो, नभए त ड्युटीबाटै निकाल्छ भन्ने डर गर्नु के कसो हो साथी हो। ल साथी हो, आज चाहिँ मेरो बिजोक रमाइलो भइरहेछ। अब बिजोक रमाइलो किन भयो भन्दाखेरि आज चाहिँ मलाई चाहिँ मालिकले चाहिँ घाममा ड्युटी खडा गरिदियो, त्यो पनि छाता झन्न दियो भन्नु पर्यो। अब बिजोक रमाइलो चाहिँ किन भयो भन्दाखेरि चाहिँ सायद हजुरले सोच्दै हुनुहुन्छ कि यसले चाहिँ फेसबुक बेसी चलाएर घाममा खडा गरिदियो क्या भनेर सोच्दै हुनुहुन्छ होला। त्यस्तो भन्दा चाहिँ होइन, किन भन्दाखेरि यहाँ चाहिँ पार्किङ रुल चेन्ज गरौँ भनेर आज म त्यो घाममा उभिनु परेको छ। अब पार्किङ त रुल किन चेन्ज भयो भन्दाखेरि हजुरलाई म यहाँ देखाउँछु, यहाँ देख्नुहोस् त अहिले चाहिँ यहाँ माथि चाहिँ बाइक पार्किङ गर्न थाल्यो। त्यही भनेर यसरी यहाँ खडा भएको छाता ओढेर झन् छाता दिदियो है। भन्नुहोस् साथी हो, के गर्नु, यस्तै हो। अब उपाय छैन, मालिकले जे भन्छ त्यही त मान्नै पर्यो, नभए त ड्युटीबाटै निकाल्छ भन्ने डर गर्नु के कसो हो साथी हो। यस्तै रह्यो भिडियो। बाई बाई।